एउटा चुप हान्नु न जबरजस्ती चौरो नि हेर्न कस्तो भएको थियो चुप्प हान्नु कि हान्नु नहान्ने हान्नमा लाग्यो होइन बिचाएर पुरोधारलाई जबरजस्ती हान्नु भनेपछि कोरियन लाउरे गाइस ट्रबल त गर न ओइली चिक जान्छ गाइस ट्रबल त कोरियन लाउरे खेल एक्सक्युज मी आइज त तेरो त लिपस्टिक लाइन्छ वाटरप्रुफ लगान यार के लगाउँछ स्याट छ यो पिंक हैन कि यो डार्क डार्क हुन्छ नि यो के कलर भन्छ नानीलाई वाटरप्रुफ लगान वाटरप्रुफ वाला किन कसलाई त किस खानु छैन किन वाटरप्रुफ लाउने हो र यता बेलामा भेटियाले म किस गर्दा नि टङ्किस आनन्द तेरो मुखमा टङ्किस गर्नु परेछ त नि कसम तेरो मुखमा टङ्किस गर्नु परेछ त नि यसरी आफ्नो मुखले आफै खादै बस्छु सुन्न टङ्किस गर्दाखेरि त तल खुट्टाबाट सरल कस्तो फिल कति वर्ष भयो टङ्किस नगएको छ मलाई फेरि फेरि लाग्छ कि टङ्किस कहिले बुढी आउला र माटोले टङ्किस हानला भन्ने भएको छ बरु मलाई सेक्स मन पर्दैन टङ्किस चाहिँ बब्बा लाग्छ क्या गाइस प्लिज डबलमा खेलौँ ल विनिस्टिक बचाउँ गाइस विनिस्टिक बचाउँ ल डबल गाइस डबल इन्टुमा राजा टङ्किस पनि यस्तो हान्ने कि जिब्रो चुसेर टेक्ने आहा एकछिन त हाई हाय मलाई फेरि अरू त घिन लाग्छ मेरो मर्दहरू छ क्या मेरो विनिस्टिक झार्नु त नि इन योर ड्रिम आन भन् न तेरो नामर्दलाई यसो पनि त्यहाँ के छ मेरो बहिनी साला मेरो मान्छेले बनाइदिएको विनिस्टिक हो कि त्यसो तैँले झार्न सक्छस् हो ठुलो गएर चाहिँ होइन ठुलो पल्टिने गाइस पोस्ट गरौँ न खेल्दिनु न थ्याङ्क यू सो मच ओजी वेलकम ओजी थ्याङ्क यू सो मच ओजी थोरै 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 हाम्रो ओजी दाइ के हो दाइ ओजी दाइ दाइ छोडिनु पऱ्यो त्यो यस्तो ह्यान्डसम भाइबाट आएर दाइ यस्तो यो नमुना हाल्छ गरेर तपाईँको दाइ चुपै दमतकमा स्कोर है माछाले त साला खाते साला झिङ्गा बस्यो भने तेरो टाउकोमा गाडेर मोर्ने खालको तेरो जगल्टे तेरो सुँगुरको जरा जस्तो कपाल बोकेर तेरोमा हानु भने के पाउँछ भन् न तेरोमा हान्दाखेरि के दिन्छस् तैँले म त फलो ब्याग दिन्छु मेरोबाट फलो ब्याग खेल्दिनु न ओजी दाइ भनेको त अहिलेको सोचे जस्तो अहिले 5-7 वर्षमा दाइ चिक चल्न थालेको ओजी मिस्टर रोज डिभाइन गाइज 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 पुस 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 विनिस्टिक नझारिदिनुहोस् विनिस्टिक नझारिदिनु ल विनिस्टिक सेभ गरिदिनुहोस् यो माछाले चक्रै माथि उयो पनि छैन हौ तेरोमा नि शङ्ख बजाउँछु कसरी बजाउँछस् हाम्रोमा ओजी शङ्ख त तेरो म यसरी बजाउँछु यसरी बडी पुलिस पनि यसरी बजाउँछ शङ्ख यसरी बजाउँछु शङ्ख घेवा गर्छु मैले लोकरा नगर थ्याङ्क यू भयो थ्याङ्क यू प्लिज बचाइदिनु म त खुट्टा ढोक्छु खुट्टा ढोक्ने होइन सानो भाइलाई टुक्छु बनाब हेरे मा त कुरी यसरी बोलेर खेल्छ भने जाँदा फेरि तलमा फेरि भस्काइन्छु नि फेरि डर लाग्यो भाइलाई डर लाग्यो गाई ल्याएर हान्दैछ ओजी दाइले सोक्यो दाइ दाइ के हो मेरो दाइ यस्तो भाइलाई माया नगर्ने यसो उयो बचाउनु मेरो दाइ थ्याङ्क यू ओजी 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 एजी ओजी तेरो नि ओए कसरी सम्भव ओजी खेल्दिनु न प्लिज ओजी बाटोलाई खेल्दिनु न जबरजस्ती तोर्ने निकेलाई के काम छैन अलिकति अलिकति त हाने नि दाइहरू छ क्या यस्तो हान्छ त दाइहरू ओजी दाइले हानिहाल्छ नि कस्तो पनि कस्तो केटाको बाबाको लागेको छु कि अहिले हाफपेन्ट भन्छ यसलाई मासुको झोल बाउको लागि गर्मी छ मा झापामा कस्तो गर्मी छ तपाईँ नै आउनुहुन्छ र छोरा
इन्डुतिरमा पनि लिन। त्यसो पनि यसमा हाल्दा यसमा त एउटा हाल्दा तिनवटा हुन्छ कि Why not coconut? Welcome, Mr. Rose. Thank you so much. OG, thank you so much. Thank you so much. Thank you so much. ट्रिपलमा खेल्दिन बाई बाई पुनम बहिनी ए ओजी दाजु खेल्दिनुहोस् न खुट्टा ढोक्छु यही लास्ट खेल्दैन बहिनी एउटा हाल्दा तिनवटा हुन्छ कि पेलुङ्गा अब तेरेकोमा पेलुङ्गा आइज मासु झोल तेरो 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 बोका बोकिने लानमा मेरोमा मर्छ मर बुझिस् मासुको झोल तेरो मेरो दाइ तँलाई दान गर्नु बा सोध ओए एक्सक्युज मी यदि तँलाई तेरो दाइले माया गर्नु भए तेरोमा प्ले गर्थ्यो बुझिस् यो दाइले थ्याङ्क यू सो मच धन्यवाद 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 कोकोनट असन्ज थ्याङ्क यू सो मच ओजी दाई थ्याङ्क यू सो मच वाइ नट